हेलो गाइस नमस्कार है त म चाहिँ घटिकाको यात्रामा गएको थिएँ। घटिकाबाट फर्किरहेको छु यार मागुरी यस्तो धना बिहान बिहानको टाइम अहिले ठ्याक्क मेरो घडीमा घडीमा 3 बजे 33 मिनट राखेको 3 बजे 33 मिनट राखेको चाहिँ म चाहिँ घटिकाबाट फर्किँदै हो सिल्चर रोल्पा बिहान बिहान 3 बजे 33 मिनट राखेर आँटेको हेर्नु त पुरा अँध्यारो छ। म एक्लै छु बत्ती छु साइडमा हेर्नुहोस् यस्तो छ यहाँको पानी परिरहेको छ हेर्नुहोस् हेर्नुहोस् पानी हेर्नुहोस् के हुँदैछ यहाँ पानी परेर बत्तीको त्यसपछि हजुर कसो त सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु है प्लिज सब्सक्राइब चाहिँ गर्नुहोस्। हामी चाहिँ यसो नयाँ नयाँ ठाउँको एडभेन्चरहरू हजुरलाई देखाएर पनि अपडेट गराउँछु। अनि चाहिँ हामी घरतिरबाट बिहानको बिहान बिहान हेर्दा पनि रातको खाइसकेर बल्ल बल्ल कच्ची रोड पठाइरहेको छ है। यस्तो खास पाहाडी मान्छेहरूलाई पालेको के देखाउनु खोजेको चाहिँ तर नराम्रो रहेछ। हेर्नु त यस्तोमा गाडी पनि हिँड्दो रहेछ गाडी गाडी पनि हिँड्छ। ल गाइस ल सब्सक्राइब चाहिँ गराउन नबिर्सिनु है। सब्सक्राइब चाहिँ गरिदिनु प्लिज। मेरो शुभचिन्तकहरू मेरो शुभचिन्तक त होइन होला होइन जे भयो नि मलाई माया गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस्। यस्तो राति 3 बजी नै बिहान बिहानको नजरा देखाइरहेको छु हजुरहरूलाई यहाँ रोल्पाको घरटिका हो है। हस् भाइ भाइ अलिअलि त देख्छु मेरो मोबाइलले त्यस्तो गरिब छु हजुर के गर्नु। सब्सक्राइब चाहिँ गरिदिनुहोस् है सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल। हस् धन्यवाद। रेनकोट पानी पऱ्यो रेनकोट लगायो नि यहाँ